व्यवस्था त गयो। यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन। दुर्गा प्रसादले बोल्छ भनेर मलाई भणुवा भनेको छ, उचालेर हिँड्यो भनेको छ। त मैले के सुकुम्बासीलाई मैले लगेर खोलामा हाल्या हो? भगवान के घर में देर होते अन्धेर नै होते भन्छ नि, एउटा कहावत छ। सत्यको जित हुन्छ। यो व्यवस्था यो नेपाली जनता र नेपालको लागि फिजिबल छैन। अनि अहिले घन्टेका उयोहरू चाहिँ कस्तो आपत्ति, यिनीहरूलाई लाज शरम छैन? 1000 10,000 तिर्न नसकेर मर्ने उनीहरू जस्तो लुटेरा हो। सहकारीको पैसा लुटेर खाएको छ त्यो गणेश नेपालीले। 1 किलो नुन नकिनेको मान्छे, 1 किलो पिठो नकिनेको मान्छेलाई प्रधानमन्त्री बनाएको छ। हिजो अस्ति हाम्रो गाउँतिर छाती फुलाएर हिँड्थे क्या घन्टी, अहिले लुकेर हिँड्छ। मास्क लगाएर हिँड्न थाल्यो। अहिले जसरी आयो त्यसरी जान्छ। आइआर आथा गरेर पोलेर आएको गरिब बिरामीसँग हामीले भ्याट उठाइदिएर यिनीहरूलाई पाल्नुपर्ने? बिरामीसँग मरेको लाससँग भ्याट उठाएर हामीले पालिदिनु पर्ने? पढ्न नपाएका विद्यार्थीहरूसँग हामीले पैसा उठाएर भ्याट उठाएर ल्याएर यिनीहरूलाई खुवाउनु पर्ने? खानेपानीको भ्याट उठाउनु पर्ने? बिजुलीको अब भ्याट तिर्नु पर्ने? अब थाहा पायो नि नेपालीले। त्यति मात्रै होइन, सरकारी स्कुलले इन्कम ट्याक्स तिर्नुपर्नेछ। त्यति मात्रै होइन, अहिले जति घर अकुपाई गरेको छ नि, घरको मात्रै नक्सा लाग्थ्यो होइन, त्यो खाली जग्गाको पनि यिनीहरूले स्क्वायर फिटको हिसाबले पैसा तिराउने भन्दैछन्। अब काठमाडौँका नि घर मालिकले भेटाउँछ घन्टा भनेको। दुर्गा परसाईले सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो घरबार लिलाम भएर सडकमा पुगेका छन् मान्छे, सडकमा पुगेको मात्रै छैनन्, अब त मान्छेहरूले शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्न थाले।